चन्द्रपुर नगरमा यो चन्द्रपुर रोपन कार्यक्रम रहेको छ र शुभकाम कार्यक्रमका व्यवस्था गर्नुभएका यसै चन्द्रनगरका विधायक आदरणीय व्यक्तित्व राजकुमार महतोजी र यस कार्यक्रमका प्रमुख अतिथिको रूपमा मध्य प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आदरणीय राजेन्द्र छेत्रीजी, पार्टी कार्यकारी पार्टीका महामन्त्री आदरणीय बृहस्पति दाजु लगायत मञ्चमा आसीन अतिथिहरू, वार्ड अध्यक्षहरू र यस कार्यक्रममा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू लगायत सम्पूर्ण अतिथिहरूमा म सादर नमस्कार धन्यवाद गर्न चाहन्छु। धन्यवाद। खास गरेर यहाँ धेरै आज महत्त्वपूर्ण कुरा यो छ कि नेपाल हामी कृषि प्रधान आधारित भएका देश हो। हाम्रो कृषि प्रधानले पहिचान गरिएका देशलाई आज कहीँ न कहीँ किसानहरू किसानी पेसाबाट कहीँ न कहीँ आज तपाईँको विस्थापित हुने अवस्था रहेको छ। किसान पेसाबाट मान्छेको जुन किसिमको एउटा राज्यबाट कहीँ न कहीँ एउटा व्यवस्था नभएको कारणले गर्दा, यसलाई प्राथमिकतामा नराखेको कारणले गर्दा र यो महँगो भएको कारणले गर्दा किसानहरू आफ्नो पेसाबाट कहीँ न कहीँ एउटा यो मतलब के भन्छन् कि अर्को पेसामा लागेको अवस्था रहेको छ। र आज जुन किसिमले आज यो कार्यक्रममा आज हाम्रो यो देशमा जसरी यो हाम्रो गाउँपालिकाका अध्यक्षज्यूले जसरी यो मोरिङ्गा भनेको यस्तो यो खेती हो जस्तै मात्र किसानले धान र गहुँ बाली गरेर किसानी पेसा हुन्छ त्यो हुँदैन। अहिले विभिन्न खालको जस्तै मोरिङ्गा यसको एउटा अन्तर्राष्ट्रिय मार्केट हो र यसले तपाईँको के भन्छन् भने देशका अर्थतन्त्रलाई पनि सुधार गर्छ र कहीँ न कहीँ यो जुन एउटा हाम्रो पहाडमा विभिन्न अलग अलग जस्तै जडीबुटीको खेती हुन्छन्, फलफुल स्याउको खेती हुन्छन्, त्यसै प्रकारले मधेसको यो जुन भूभागका हाम्रो कृषि योग्यमा पनि मात्र धान बाली नभएर पनि यो सोझको जुन खेती छ यसले धेरै तपाईँको पैसा पनि हुन्छ र यसले तपाईँको एउटा कहीँ न कहीँ हाम्रो एउटा अन्तर्राष्ट्रिय यसको मार्केट भनेको अन्तर्राष्ट्रिय बजार पनि हो। त्यस कारणले गर्दा यसले हाम्रो देशको अर्थतन्त्रलाई पनि तपाईँको सुधार गर्छ। अर्को कुरा कहीँ न कहीँ आज जुन किसिमले यो भाइ बहिनी विद्यार्थी भाइहरू आएको छन् यसले भोलिको दिनमा यो शिक्षाले पनि हाम्रो किसान जगतमा यसले मनोबल बढाउँछ। जुन काम हाम्रो यहाँका चन्द्रनगरका अध्यक्ष गाउँपालिकाका अध्यक्षजीले गरेको काम अति नै सराहनीय र स्वागत योग्य काम गर्नुभएको छ। त्यस कारणले गर्दा उहाँलाई अस्ति नै उहाँले भन्दाखेरि उहाँको कुरा सुन्दाखेरि उहाँले खास गरेर जुन आज मध्य प्रदेश सरकारका कृषि मन्त्रीजी आएर उहाँले मनोबल बढाउने काम गर्नुभएको छ र म पनि आएको छु। खास गरेर हामीले राज्यले प्रदेश सरकारले यस्ता कार्यहरूलाई हामीले मनोबल बढाउनुपर्छ र कहीँ न कहीँ यो समृद्धिको लागि यो कार्य एकदम स्वागत योग्य रहेको छ। त्यस कारणले यसमा हामीले विरोध गर्नुभन्दा पनि सहयोग गर्नुपर्ने आवश्यकता रहेको छ। हामी सबैले हातोमाथि गरेर यस्ता कार्यलाई हामी मनोबल बढाउन हामीले यसलाई सहयोग गर्न आवश्यकता रहेको छ। त्यस कारण हामी सबै मिलेर यस्ता कार्यलाई सहयोग गरौँ र यस्ता हामी सबै लागौँ। किसान पेसा भनेको हिजोको दिनमा यसलाई हेला दिदीले हेरेको तर होइन। आज म विद्यार्थी भाइहरूले के भन्छु भने हाम्रो पेसा हाम्रो देशको पहिचान भनेको कृषिमा, कृषिले चिनेको देश हो र आज हामी यसबाट विमुख भएका छौँ। त्यस कारणले गर्दा हामीले यसलाई पेसालाई हामी आफ्नो पेसालाई स्वाभिमान ठानेर कृषिलाई पनि प्राथमिकतामा राखेर यसलाई हामी बढावा दिनुपर्छ र जुन दिनुभएको यहाँको कार्यक्रमलाई 83,000 होइन 83 लाख उहाँको सबैको मैले सहयोगको अपेक्षा राम्रो कामलाई सफल